आज चाहिँ यसो म यात्रामा छु। यात्रा चाहिँ अहिले मेरो इटरीसम्मको छ साथीहरू। अनि पानी पनि परिरहेछ अलिअलि होइन, बर्खाको बेलामा यस्तै यात्रा गर्नुपर्ने मेरो अवस्था आयो। त्यही भएर म यात्रामा छु आज साथीहरू। अनि बाटो छ अहिले यस्तो बर्खाको समयमा यस्तो छ बाटो अहिलेको अवस्था चाहिँ एकदमै। अनि आज चाहिँ गाडीले धोका दिएछ क्या साथीहरू। अघि मैले 2 घन्टा भयो वेट गरेको है, मैले अझै आइपुगेको छैन। अनि अलिकति मेरो स्वास्थ्यमा समस्या भएको कारणले चाहिँ मलाई यस्तो झ्याउ लाग्यो। अनि बल्ल गाडी आइपुग्यो अनि हामी जाँदैछौँ साथीहरू हाम्रो चोकबाट। अनि आजको मौसम चाहिँ अलि ढुम्म राम्रो, वाउ कति राम्रो थियो कि। मैले चाहिँ नि भिडियोहरू क्लिक गरिहालेँ। अनि अब तराई गएपछि त यस्तो मौसम त सम्झिने, पानी छम्किने मात्र हो। अनि जाँदै थियौँ साथीहरू, हामी गाडी चढेर जाँदै थियौँ। अनि यस्तो मौसमहरू पनि राम्रो थियो। अनि मैले भिडियो पनि कैद गरिहालेँ। अनि यो चाहिँ हाम्रो चिसापानी बजार हो साथीहरू, देख्न सक्नुहुनेछ। यो हाम्रो यहाँ अब यो बजार चाहिँ अलिक तल हो, तर मैले माथिबाट नै भिडियो बनाएँ। यहाँ चाहिँ हाम्रो शनिबार बजार लाग्छ। अनि यस्तै अनि मलाई लास्टै गाह्रो भइरहेको थियो क्या। अनि यसो मौसम हेरेँ, भिडियो बनाउनु मन लाग्यो। अनि भिडियो बनाउँदै म चाहिँ हिँड्दै थिएँ साथीहरू। अनि मेरो आजको यात्रा चाहिँ एकदमै कठिनाइ तरिकाले नै भयो क्या साथीहरू। कस्तो भयो भनेर अब म सँगसँगै जानुपर्ने हुन्छ तपाईँहरू पनि। यो चाहिँ हाम्रो चिसापानी तल। अनि यो चाहिँ बजार हो, तर अहिले बाटो त्यता बन्द छ। बाटो अहिले बनिरहेको छ भर्खर, त्यही भएर त्यता बाटो बन्द छ। अनि हामी यहाँदेखि यता छिर्छौँ। त्यो बाटो चाहिँ अहिले बन्द छ साथीहरू। अनि यो चाहिँ यो झ्याम्म रुख भएको चाहिँ यो चाहिँ यो साकेला थान, पुमाहरूको साकेला थान। यहाँ चाहिँ साकेला लाग्छ उभौली। अनि यो खुसिए क्या लेक हो नि त हाम्रो त। अनि लेकमा चाहिँ हुस्सो लागेर आउँछ क्या। अनि मैले चाहिँ अब तराई पुगेपछि त यस्तो त वाउ सम्झिँदै बस्ने त होला भनेर भिडियो कैद गरेँ। अनि यता अब गाउँमा त कति चिसो मौसम पनि एकदम मजा हुन्छ नि त। गर्मी छ तराईतिर त गर्मी हुन्छ, त्यही भएर मैले भिडियो बनाएँ। अनि यो चाहिँ अलि बेसी पुगेको, यो बेसीमा चाहिँ अलि उयो लाग्दैन कि कुहिरो, अनि क्लियर लाग्छ क्या। अनि बेसीमा चाहिँ अलिक गर्मी टाइप हुन्छ। यो चाहिँ पैयाटार देवीस्थान भन्छ, त्यता चाहिँ अलिक कुहिरो रहेनछ क्या, लेक जस्तो। अनि पारेको सिन पनि वाउ, जङ्गल हरियाली। अनि बेसी भनेको बेसी नै हुन्छ क्या, बेसीतिर चाहिँ कुहिरो नै हुँदैन नि त खासै प्रायः जस्तो। अनि माथि लेकतिर चाहिँ कुहिरो हुन्छ, मलाई त्यो दामी लाग्छ क्या। यस्तै साथीहरू यात्रा गर्दै आजको मेरो यात्रामा चाहिँ के चाहिँ भने म मात्र थिएँ कि, म मात्रै। अनि एकजना बुनु पनि हुनुहुन्थ्यो। अनि मेरो त साथी नि कोही थिएन। अनि म भिडियो बनाउँदै हिँड्दै थिएँ। कस्तो बोरिङ पनि लाग्दै थियो कि, कस्तो आफूलाई टाउको दुखे जस्तो पनि हुन्थ्यो होइन। त्यस्तो अब आफ्नो मेरो स्वास्थ्य प्रब्लम भएको कारणले चाहिँ। अनि यताको यो चाहिँ बुवा खोला हुन्छ। यो बुवा खोला यस्तो खोला जानुपर्छ टक्कसँगले। यो खोला लान्छ कि। अनि यता पाहाडको ड्राइभरलाई चाहिँ म चाहिँ के भन्छु भने बहादुर जस्तो क्या। जस्तो ठाउँमा नि कुदाउनु सक्नुहुन्छ नि त। त्यो अप्ठ्यारो बाटोमा पनि कस्तो मजाले क्या, कस्तो मजाले चलाउनुहुन्छ नि त। अब तराईमा त पिच हुन्छ, अब यता पाहाडतिर चाहिँ खोला नाला जताततै कुदाउनु पर्ने हुन्छ। अनि कस्तो भिड जस्तो क्या, भिडमै अब अलिकति छ्यासट चक्का खुस्क्यो भने त गइयो, भिडतिर झऱ्यो, गाडी त गयो। अनि त्यस्तै साथीहरू आजको मेरो यात्रा यस्तै हुँदैछ है, के गर्नु र। यहाँ गर्मी यस्तो बढेको होइन, यो खोलातिर त झनै गर्मी एकदम बेसी हो नि त, बेसी बढ्छ क्या। यो झन् खोलाको किनार त जाडो हुनुपर्ने, तर गर्मी। अनि यो चाहिँ बङ्सिला भन्छ, बङ्सिला घाट। अनि यहाँदेखि चाहिँ अब यता पारि चाहिँ
के जाति खोटाङ पर्छ, उता वारी चाहिँ उदयपुर पर्छ नि त। अब त्यहाँ यो पुलदेखि यता पारी चाहिँ यता वारी खोटाङ पऱ्यो, उता चाहिँ उयो उदयपुर पऱ्यो। हाम्रो सिमाना भोजपुर खोटाङ र उदयपुरको सिमाना हो। अनि म भिडियो बनाउँदै जाँदैछु एक्लै। अनि यस्तै साथीहरू, आजको मेरो यात्रा एक्लै, साथी न सङ्गी, एक्लै रङ्गी चङ्गी भने जस्तै क्या। म कस्तो फेरि निराश हुँदै क्या, आज फेरि बोरिङ भइरहेछ। त्यही भएर अनि अङ्कललाई भेटेँ, अनि अङ्कलसँग जाँदैछौँ। यो चाहिँ वीरेन्द्र बजार, यो चाहिँ वीरेन्द्र बजार हो, यो पनि उदयपुर नै पर्छ। अनि के जति मैले अनि इटहरीसम्मको चाहिँ भिडियो बनाइनँ होइन, किनकि अब मलाई कस्तो गाडी लाग्छ कि, अनि चक्कर लागे जस्तो भयो, अनि सन्चो भएन। त्यसपछि मैले भिडियो नै बनाइनँ, भिडियो यही बेल्टरसम्मको चाहिँ मैले बनाएँ। त्यसपछि म चाहिँ पुरै बनाउँछु भनेर सोच्दै थिएँ कि, तर सकिनँ क्या, त्यही भएर चाहिँ मैले बनाइनँ। अनि यस्तै हो साथीहरू। वीरेन्द्र बजारमै छौँ अहिले। अनि यो चाहिँ बेल्टार है साथीहरू, बेल्टार, यो पनि उदयपुर नै हो। यो बेल्टार चाहिँ हाम्रोदेखि नजिकै पर्छ, खोटाङदेखि बेल्टार आउनु नजिकै पर्छ। अनि हामी जहिले अब केही किनमेलहरू गर्नु छ भने यही बेल्टारै आउँछौँ, नत्र डाइरेक्ट इटहरी धरान जान्छौँ साथीहरू।